guys, namaste, welcome back to my channel. भोलिपल्टको हाम्रो शुभ बिहानी भयो यस्तो राम्रो भ्यूका साथ। मलाई चाहिँ अलि सन्चो नभएको भएर मेरो भोइस चाहिँ यस्तो आइरहेको छ। त्यसपछि हामी सबै बिहान बिहान उठेर स्याहाँ स्याहाँ गर्दै फेरि हिँड्यौँ। हामी चाहिँ सिक्लेस पार्क जान लागेको अनि ड्याडीले गाह्रो हुन्छ नजानु भन्दाखेरि पनि होइन म लौरी टेकेर भए पनि जान्छु भनेर उहाँ लागिराख्नु भएको छ। अनि मम्मी यहाँ के देखाउँदै हुनुहुन्छ। बाटोभरि यति धेरै ऐसेलु नै ऐसेलु, यति धेरै कि कुरै नगरौँ। अनि त्यसपछि मैले खानु पर्यो भनेर यसो टिपेको स्याहाँ 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 गर्दै गर्दै खसेको त्यही पनि। फाइनली त्यत्रो हिँडेपछि चाहिँ हामी बल्ल बल्ल पुग्यौँ। मम्मी यहाँ बसिराख्नु छ थकित अवस्थामा। भ्यू चाहिँ एकदम खतरा छ खतरा, घाम चाहिँ लागेन। अनि यहाँ छौँ सबैजना, ड्याडी लौरी नै लिएर बस्नु भएको। सब यहाँ लाइनमा पिङ खेल्नको लागि लाइनमा। अनि बहिनीलाई चाहिँ जुकाले टोकेछ, खुट्टा देखाउँदै अया अया गर्दै बसिरहेकी छिन् बहिनी चाहिँ। मेरो हालत चाहिँ यस्तो छ। बाबालाई यति आनन्द आएछ कि उहाँ गएर बस्नुभएको, झर्नै मान्नु भएको छैन। अनि घाम लगाएर हिमाल चाहिँ हल्का देखेको छ। हामीले पिक्सहरू क्लिक गऱ्यौँ। त्यसपछि त्यहीँ नजिकै चाहिँ फेरि अर्को गुम्बा रहेछ अनि हामी त्यहाँ पनि गयौँ। बाहिरबाट हेर्दाखेरि चाहिँ यहाँ चाहिँ पुरा घरमै बसे जस्तो लुगा सुकाएर होइन। बट यहाँ चाहिँ एउटा एकदम स्विट आमा भनौँ कि आन्टी भनौँ, उहाँले चाहिँ हामीलाई पानी दिनुभयो, चक्लेट दिनुभयो। एकदम खुसी भएर सबै डिटेल्सहरू भनिदिनु भयो। बाहिर चाहिँ त्यस्तो खासै केही पनि थिएन, बट भित्र आएर हेर्दाखेरि चाहिँ ओ माई गड यस्तो ठुल्ठुलो मूर्ति, त्यहीमाथि यस्तो अर्गनाइज तरिकाले मिलाएर सबै कुरा राख्नुभएको थियो। यस्तो ठुलो दियो चाहिँ मैले फर्स्ट टाइम देखेँ जिन्दगीमा। अनि हामी चाहिँ यति लकी कि त्यो दियो चाहिँ ठ्याक्क सकिने बेला परेर चाहिँ हजुरहरूले बाल्नु न भनेर दिनुभएको कि हामीलाई। घर यस्तो लकी फिल भइरहेको थियो नि। अनि मम्मीले चाहिँ खुसी हुँदै ओहो यस्तो बाल्न पायौँ हामीले भन्दै बिहा बाल्दै हुनुहुन्छ। मैले पनि अर्को सानोवाला दियो बालेर चाहिँ पुरै यहाँ डुबिरहेको छु पूजा गर्नुमा। नमस्ते गेस्ट हाउस आएर चाहिँ हामीले खाजासाजा खायौँ। त्यसपछि चाहिँ बिदाई गर्न लायौँ। यहाँ यसरी सेतो टिका लगाएर होली खेल्दै चाहिँ अबिर लाएर गालामा पुरै अनि फुलका साथ हामी यहाँबाट बिदाई भयौँ। बाटोमा जाँदा जाँदा त यति क्युट, यो चाहिँ भेडाको बच्चा हो है गाइस, भेडाको बच्चा यति क्युट। वाउ। त्यसपछि फर्किँदा चाहिँ हामी म्युजियममा पस्यौँ त्यहाँको। अनि त्यसपछि बहिनीले कल्चरल ड्रेस लाउने भनेर सबैले लगायौँ। अनि यसरी यहाँ छमछम गरेर नाचिरहेछौँ। आफ्नो सिङ्गल भने त खिच्नै पर्यो।
अब हामी बसमा चढ्यौँ अनि त्यसपछि फेरि घरतिर लाग्यौँ। त्यस्तो धेरै खिच्न चाहिँ मैले पाइनँ किनभने मेरो फोनको ब्याट्री चाहिँ डाउन भएर फोन स्विच अफ भइसकेको थियो। त्यही पनि मैले जुगाड गरेर यति चाहिँ खिचेँ। हिजो अलिअलि मात्रै पानी परेको थियो राति, त्यही पनि बाटोको अवस्था चाहिँ यस्तो छ। फेरि हिलो यति धेरै ढुङ्गा पनि कत्रो कत्रो हो। घर कति बेला पुगिन्छ थाहा छैन। गड यस्तो छ। खोलै बगेछ कि लिटरली भगवान्, बाटै छैन। ल अगाडि हेरेको त अगाडिको बस त फसेरहेछ, भएन त बर्बाद। अनि यसरी डोजरले बाटो मिलाउँदाखेरि पनि जान्छ, फेरि चिप्लेर फर्किन्छ। बसको सबै मान्छे झरेर धकालेर के गरेपछि बल्ल 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 गयो। त्यसपछि हाम्रो बसको ड्राइभर चाहिँ यस्तो खतरा पर्नुभयो कि एक सर्टमै लैदिनु भयो। त्यसपछि हामी चिप्ली भन्ने ठाउँमै गएर खाजासाजा खायौँ। खाना चाहिँ खाएनौँ अनि गाडी राखेको ठाउँमा गयौँ, गाडी लियौँ अनि गयौँ घर। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।